Hi everyone, Assalamu alaikum. I hope you all are doing good, and I'm also doing good. So आज म चाहिँ काठमाडौँतिर जाँदैछु to receive my husband. 14 month पछि चाहिँ आउँदै हुनुहुन्थ्यो अनि I'm so excited. अनि म चितवनबाट जाँदै थिएँ नाइट गाडीमा। उहाँ चाहिँ बिहान 9 बजेको टाइम थियो ल्यान्ड हुने। अनि मलाई चाहिँ काठमाडौँसम्म बाबाले पुऱ्याइदिनु जानुभएको थियो क्या। अनि यहाँ चाहिँ अलि जामसाम पनि परेको थियो। हामी मुगलिन चाहिँ कटिसकेको थियौँ। अनि बेला बेलामा बाटोहरू अब त्यस्तै त्यस्तै कहीँ अब काठमाडौँको बाटोहरू त अलि बिग्रेकै छ नि त। अनि कहीँ जाम परिरहेको थियो। अनि म चाहिँ लाइक कति 11 बजे हिँडेर बिहान 5 बजे ठ्याक्कै एयरपोर्ट पुगेको थिएँ। 4 घन्टा अगाडि नै पुगेको थिएँ क्या। अनि यो चाहिँ मर्निङ भ्यू हो, तिहारको बेला झिलिमिली लागेर झलमल्लै भएको हाम्रो इन्टरनेसनल एयरपोर्ट। अनि म र बाबा चाहिँ यताउति गर्दै टाइम पास गरिरहेको थियौँ। अनि फाइनली 8 बजिसकेको भएर हामी भित्र गयौँ। अब चाहिँ ऊ ल्यान्ड भइसक्यो भनेर चाहिँ मलाई कल गरिसकेको थियो। अनि म चाहिँ छिटो गइरहेको थिएँ क्या। अनि टिकट नि काट्नु बिर्सेको यहाँ। अनि यहाँ टिकट चेक गर्दो रहेछ, मलाई थाहा थिएन। अनि फेरि उतापट्टि गएर टिकट काटेर अनि भित्र पसेँ। अनि त्यहाँ 15-20 मिनट वेट गरेर चाहिँ रिसिभ गरेँ मैले उसलाई। अनि त्यो रिसिभ गरेको भिडियो चाहिँ मैले सर्ट्समा हालेको छु। यसमा चाहिँ त्यो क्यामेरा नै टेढो भएको भएर चाहिँ मैले हालिनँ। यो चाहिँ हामी उसलाई रिसिभ गरेर खानासाना खाएर घर फर्किँदै गर्दाको हो। बाटोहरू चाहिँ पुरै भिजेको थियो। अब पानी परेपछि त होइन, उहीतिर पानी परेर एकदम जाडो भएको थियो हामीलाई फेरि। अनि कति बेला घर पुगौँ जस्तो पनि भइसकेको थियो गाडीमा बस्दा बस्दा। अहिले चाहिँ तनहुँको बाटोहरू चाहिँ यस्तो बवाल बनाएको छ कि
तपाईँहरूले नि हेर्न सक्नुहुन्छ यस्तो दामी बनाएको छ बाटोहरू सललल गाडी घुम्ने जस्तो कहीँ पनि अफ छैन केही छैन ठुलो बाटो राम्रो सफा चिटिक्कको है गाडीमा हिँड्दा नि मजा आउने खालको क्या सो हामी चाहिँ यहाँ अब डुम्रे आइसक्यौँ अनि अब यहाँबाट हामी राइट लिएर पुलतर्फ लाग्दैछौँ यहाँ अगाडि चाहिँ अब हाम्रो झर्ने बेला आउनु लाग्यो सो आजको भ्लग सकियो अब यहीँसम्म थ्याङ्क यू फर वाचिङ सबैजनाले लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला बाई बाई